गाइस हेर्नु हामी ज्यादा देउरानी जेठानी चिटिक्क पारेर पिटिक्क भएर गर्मीमा छतमा आएका थियौँ फोटो खिचाउन र अनि यहाँ हेर्न सक्नुहुन्छ यो चुरा अञ्जलीले ल्याइदिएको यो साडी पनि अञ्जलीले ल्याइदिएको यहाँ ब्लाउज पनि अञ्जलीले ल्याइदिएको गाइस म मात्र अञ्जली ल्याएको होइन त सब अञ्जलीले ल्याइदिएको नि यहाँ हेर्नु चुलको हालत ओ माई गड ए चुलको हालत छ नि हेर कस्तो भएको छ मेरो अनि कान्छे छतमा आएर लट्टा फोड्दैछिन् अब के भन्नु अन्त चाहिँ रातो चाहिँ किन लगाएको कति राम्रो छ नि त्यसै नि भ्यू राम्रो हुन्छ अनि साडीको पोज दिन नजानेर कि अनि पोज खोज्दैछ हामी चाहिँ त्यसो गर्नु बल्ल बल्ल सिक्यो त्यही पनि ट्राई गर्ने कि म त गरिसकेँ यस्तो यतापट्टि यस्तो अलिक मुन्टे यस्तो यस्तो नि यस्तो गरेर अनि साडी भिजेर प्याक्कै भयो यस्तो तपाईँको मुखमा घाम भयो आँखामा घाम पऱ्यो पुरा यस्तो होइन यता हात यस्तो गर्नु न यहाँको हात यहाँ यसरी नि यो पछि कपाल डिस्टर्ब गरेर फोटोसुट पनि भइसक्यो भिडियो चाहिँ एउटा बनाउन पाइनँ कि मेरो मुखलाई बेलै चाहिँ छैन अनि यता चाहिँ क्यामेराम्यान हेर न यता हेलो सक्यो आजको लागि है।